प्युठानमा पनि यस्ता चिटिक्क परेका घरहरू छन् साथीहरू। देख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। कोही छ हाइट भएको, मेरो भाइको जस्तै हाइट भएको। A few moments later. हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू च्यानल। स्वागत छ तपाईँहरू सबैजनालाई मेरो न्यू ब्लगमा। आज पनि साथीहरू म एउटा न्यू ब्लग लिएर आइसकेको छु साथीहरू। देख्न सक्नुहुन्छ खम्बा, देख्न सक्नुहुन्छ खम्बा। यो खम्बा हो भने म चाहिँ कोल हो, यो पाइप हो भने म चाहिँ साथीहरू होम पाइप हो। हामी एक वर्षको भित्रमा होइन, हामीलाई समयले गराएको परिवर्तन हो साथीहरू। यस्तो बोली सोच छ मेरो साथीहरू। यस्तो चिटिक्कको घर छ साथीहरू, पछाडि देख्न सक्नुहुन्छ साथीहरू। प्युठानमा पनि यस्ता चिटिक्क परेका घरहरू छन् साथीहरू। देख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। हेर्नुहोस् साथीहरू, वनमाराले वन खाइसक्यो, यता मनमायाले मन खाइसक्यो, मन खाइसक्यो। साथीहरू के भन्छन् के रे, पानी। साथीहरू तपाईँहरूलाई म मेरो भाइ देखाउन चाहन्छु होइन। मेरो भाइ हाम्रो बाजे यता देख्नु न, यता हेर न, यति ह्यान्डसम छ साथीहरू। मेरो भाइ यति ह्यान्डसम छ कि केटीहरू यसलाई देखेपछि फिदा भइहाल्छन्। ल है सासुआमा, मैले चाहिँ मङ्सिरमा बिहा गर्ने सोच राखेको छु साथीहरू। बडा सासुआमाले त बुहारीको बारेमा पो सोच्छिन् रे, बुहारीको बानी बेहोरा पो कस्तो छ भन्छन् रे। म पनि के कम। ल सुन्नुहोस्, तपाईँले बानी बेहोरा मात्रै होइन, म तपाईँलाई मेरो एक दिनको पुरै दैनिकी सुनाउँछु सासुआमा। ल सुन्नुहोस् सासुआमा, म चाहिँ बिहान 4 बजे उठेर टोइलेट जान्छु, 5 बजे निस्किन्छु, आएर साबुन पानीले हात धुन्छु, चिया पकाउँछु, 1 गिलास चिया खान्छु, 1 गिलास पानी खान्छु, त्यसपछि भात पकाउँछु, तिउन पकाउँछु, 1 थाल भात खान्छु, त्यसपछि बन जान्छु, 4 घन्टा पछि आउँछु। आएर यसो कहिलेकाहीँ अब रिसिने झिल्लिने त हुन्छ, हाँसो मजा रमाइलो गरिन्छ। त्यसपछि फेरि भात खान्छु, भाँडासाना माझ्छु, घरसर बढाल्छु, फेरि कोठामा जान्छु, 2 घन्टा मोबाइल हेर्छु, 1 घन्टा सुत्छु, त्यसपछि फेरि हँसे राम्रो टिपेर बारीमा जान्छु, राउने घाँस गोड्छु, फेरि साँझ 2 घन्टा पछि आएर 5 बज्छ, त्यसपछि खाना बनाउँछु, खाना बनाइसकेपछि खान्छु, यताउति पानी भाँडा मार्ने गाई बाख्राले यताउति घाँस सास हालिदिने काम गर्छु, त्यसपछि कोठामा जान्छु, फेरि 12-1 बजीसम्म मोबाइल हेर्छु, त्यसपछि सुत्छु, फेरि बिहान 4 बजे उठ्छु, टोइलेट जान्छु, 5 बजे निस्किन्छु। हो सासुआमा, तपाईँको बुहारीले यसै गरी दिन काट्छ। तपाईँको बुहारीको प्रत्येक दिनको दैनिकी यही हो सासुआमा। सुन्नुहोस्, राम्रोसँग सुन्नुहोस्, यही हो सासुआमा। सो साथीहरू, हामी चाहिँ अहिले आधा बाटोमा आइसक्यौँ साथीहरू। मेरो भाइ अब चाहिँ हामी पुग्ने आँटिसक्यौँ, आधा बाटोमा आइसकेछौँ। यसले भन्छ साथीहरू, मेरो फेस नदेखाउनुहोस् होइन, तपाईँले त कहाँ हाल्नुहुन्छ अरे युट्युब टिकटकहरूमा, मलाई देख्छन् लाज हुन्छ अरे। आजको जमानामा आएर पनि कोही रिसाउने, यस्तो कोही लजाउने भन्ने हुन्छ। त्यही भएर साथीहरू, लाज भन्ने हुनु हुँदैन, लाज साज मोजामा राख्ने हो, त्यसपछि हिँड्ने हो। केटा खा घर जा घर
काम भइगयो काम ब्याग लग्दैन जुराबाटदेखि टाक्कै देखिने छ माथि डाँडामा जुम्डी भन्ने ठाउँ कि जुराबाट देखिँदैछ डाँडा छ कहाँबाट हुन्छ निकै रस्दै बाटो गाडी चढेर हिँड्दै आरामासँग हिँडेर आऊ गाडी नभेटाएर गाडीमा जान्छ जे हुने भइगयो त घर जा म हुन जान्छु पहिलो दिन चाहिँ आटा लाग्थ्यो आटा लाग्थ्यो 3 किलो मैदा लाग्थ्यो 5 किलो लाग्थ्यो जाने अब साँच्चै भने आउ क्या जाने क्या पुलसम्म लग्थ्यो मेरो सामान लाग्थ्यो पहिलो दिन चाहिँ ब्याग लाग्थ्यो तिमी घर जाऊ म पहिलो जान्छु तिमी घर जाऊ म पहिलो जान्छु साथीहरू हामी चाहिँ घर पुग्न लाग्यौँ घर आयो कुकुर बलियो भयो कोल्क्यान सक्छ मलाई कोल्क्यान सक्छ घर आयो कुकुर बलियो भयो यसलाई के भन्नु थियो र बिहान मैले यसो जिस्केर हैन त घर जा म यहाँबाट पहिलो जान्छु भनेको थिएँ अहिलेसम्म मसँग बोल्या भाषी भाइ भन्यो यस्तो खाम म एक्लै लालु पात्तर जस्तै पेतर 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 बोल्दै आइरहेको छु मसँग बोल्दैन रे तर केही छैन साथीहरू घर आयो कुकुर बलियो भयो कोल्क्यान सक्छ मलाई अब बोले नि नबोले नि मलाई बाल छैन यस्तै हो साथीहरू मेरो जिन्दगी हो साला आकाश खसुस सारा धरती फाटुस तर मान्छे चिलमा हुनुपर्छ साथीहरू अब चाहिँ हामी घर जाने बाटो पनि आइसक्ला अब चाहिँ भाइहरु आफ्नो घरतिर जाने बाटोबाट जान्छ म मेरो घर जान्छु हैन त्यही भएर हामी छुट्टिनु पर्ने हुन्छ त्यही भएर आजको भिडियो पनि यति नै हामी यही टुङ्ग्याउँछौं भिडियोलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै अब नेक्स्ट भ्लगमा भेट्ने छौं भन्दै म पनि बिदा हुन चाहन्छु।